हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। यीशु मसीहको नाममा परमेश्वरको योजना शनिबारको बसाइमा छ। परमेश्वरले अति महिमा बढाउनु भएको छ। अस्ति मात्रै हामी बुटोलको फुलबारी शाखामा एकदमै धुम महिमामा थियो। परमेश्वरले फेरि आज यता लिएर आउनुभयो। परमेश्वरले इस्तेमाल गरिरहनु भएको छ विभिन्न महिमाको लागि, उहाँको सत्यताको लागि। धन्यवाद पिता, यो महान महिमाको लागि हृदयबाट एकदमै धन्यवाद गर्छु। यीशु मसीहको नाममा परमेश्वरको योजना यति छोटो समयमा यति ठुलो भवन बनाएर यति धेरै जनहरूको उद्धारको लागि खट्नुभयो। हाम्रो गुम्बामा राजकुमार सरहरू, बाबु नानु लगायत सबैलाई अझै पनि परमेश्वरले आशिष, महिमा, उन्नति, उद्धार र सुधारको काम परमेश्वरले गरिरहनु भएको छ। परमेश्वर काम गरिरहनुहुन्छ। परमेश्वरले सबैजनालाई एकदमै सम्हालिरहनु भएको छ। त्यसैले आज परमेश्वरले सबैजनालाई मेरो राज्यमा चङ्गाई तयार छ, चङ्गाई लिनलाई आऊ भन्नुभयो। मेरो राज्यमा धन छ, धन लिनलाई आऊ भन्नुभयो। मसँग आनन्द छ, आनन्द लिन आऊ भन्नुभयो। मसँग सुख छ, शान्ति छ। तिम्रो जीवनको लागि चाहिने सबै खाँचोहरू टार्ने बुद्धि, ज्ञान मसँग छ। सब कुरा तयार छ। तिमी मेरो राज्यमा आऊ, मसँग आऊ, मसँग माग, मलाई खोज। म नजिक हुँदा नै मलाई भेट। म तिमी नजिकै छु। हिजोको दिनमा यो सम्बन्ध बिगारिदिएको थियो, खराबीले सम्बन्धको कनेक्सनलाई कट गरिदिएको थियो, काटिदिएको थियो। तब ईश्वरमा सम्बन्ध कटाएर संसारतिर भुलभुलैयामा हामीलाई लगाइरहेको थियो। त्यही कारणले गर्दा हिँड्न खोज्थ्यौँ तर पाइला चल्ने थिएन, बोल्न सक्थ्यौँ शब्द आउने थिएन।